बाले नआए पनि जो आए पनि मेरो विचारमा यो देशै मेरो विचारमा हिँड्नुपर्छ। स्थानीय सरकार असफल भइसक्यो, भ्रष्टाचारीहरूको अखडा बनिसक्यो हाम्रोमा जताततै देशभरि। खोइ धरानमा त छैन त्यस्तो गरौँ लात्ता भेट्छस् भनेको छ मैले त। लात्ता हान्न सक्नुहुन्छ भ्रष्टाचारीलाई? घुमाएर दिन्छु कमिसन खानेलाई घुमा लात्ताले वाक्क दिने हो। क्या बात है सर, क्या बात है सर। लात्ताले हानेर पुग्छ भ्रष्टाचारीलाई? दिने नै त्यही हो। किन हुँदैन र? कति समय काम त्यसमा डेडिकेटेड बसेँ म त। रात पनि नपरोस् भन्छु। काम गर्नकै लागि रात किन परेको होला भन्छु। रात परेपछि भोलि कतिखेर हुन्छ र काम गर्नु जाउँ भन्छु। किन जस्तो नीति दिँदाखेरि हुन्थ्यो होला, अथवा भन्नुभयो नि डाक्टर साहबले आफै फिल्डमा चाहिँ छोट भनेर अगाडि बढिहाल्नु पर्ने अवस्था हो र? अनि यस्तो छ, पब्लिकलाई लिड गर्ने अगाडिबाट गरिन्छ, भेडा बाख्रालाई पछाडिबाट। कतिले त तपाईँ नै हो मेयर भन्नुहुन्छ अस्ति भन्दै हुनुहुन्थ्यो। होइन म त हो जस्तो लाग्छ, होइन मेरो भाइ चाहिँ हो भन्ने। आज जनतालाई बताउनुहोस् तपाईँहरूको स्टन्टबाजी चाहिँ कस्तो जेलसम्म गइरहन्छ? स्टन्टबाजी भनेको चाहिँ कस्तो, केलाई चाहिँ स्टन्टबाजी भनेको? गफ गर्ने, काम नगर्ने, पब्लिसिटी खोज्ने हो। खोइ अरूको हकमा त म अब अरूको हकमा त बोल्न सक्दिनँ, तर मैले जति काम त अरू कसैले गरे जस्तो लाग्दैन। यदि तपाईँको उपमहानगरपालिकामा धरानमा कसैले भ्रष्टाचार गरेको प्रमाण तपाईँले भेट्नुभयो नि, लात्ताले दिइहाल्छु। त्यसपछि लात्ताले दिन्छु, लात्ताले बाङ हान्ने। मेयर साहब अब अहिले पो यहाँ स्वतन्त्र मेयर हुनुहुन्छ होइन। अब यो पार्टी जब पार्टीमा आबद्ध हुन्छ होइन र प्रेसर पनि हुन्छ। म त कहिले पनि प्रेसर क्रिएट गर्दिनँ र प्रेसरमा म बस्दिनँ पनि। पार्टी खोलेको खण्डमा पनि किन प्रेसराइज गर्नु? प्रेसर कुकर हो र पार्टी भनेको। अहिले त मैले युवा युवतीलाई पनि लभ गर्नु छ भने तिमीहरूको गर्लफ्रेन्ड बोयफ्रेन्ड लिएर सम्दानमा आऊ है भन्छ, आउनु थाले। ढुङ्गा बोका फिल पनि राम्रो गर्दो रहेछ क्या, होइन? पहिला उता कता घुमेर चाहिँ नि होइन बेकारमा उ गरिराख्ने, त्यहाँ आएर चाहिँ नि है अब भविष्यको कल्पना गर्दै पाइप तान्छन्। ठिक हो, रमाइलो पनि भयो। रमाइलो पनि भयो, होइन? प्रेम पनि अमर हुन्छ भनेर भनिदिएको छु। नै बनाइराख्नु भएको छ, अनि आफैले बनाएको कुरा आफैले जिम्मा नलिने तपाईँहरूले? आफूले जन्माएको छोरालाई मेरो होइन भनिदिने? राजनीतिमा विरोध हुन्छ नै, हेर्नुहोस्, त्यो शाश्वत सत्य हो। त्यो सत्यलाई बुझेको मान्छे अनि अब त्यो घरिघरि चाहिँ म चाहिँ मेरो विपक्षीहरू चिडिँदै बसुन् भनेर मेयर भएर चाहिँ बलमा बोकिन्छ, यस्तो पनि हुन्छ मेयर भन्छ। हुनुपर्ने चाहिँ कस्तो त? रातो कार्पेटमा हिँड्ने है, मान्छेलाई नगन्ने है, ए गरेर हिँड्ने, त्यो चाहिएको। म त परिवर्तन ल्याउन आएको मान्छे हो नि, परिवर्तन हुन आएको मान्छे त होइन। विरोधै गर्नु पर्दा त किन सेतो सर्ट लगाएको भन्दा भइगयो नि मैले, होइन? मेरो खालको लाउनु, टिकटिके लाउनु, के भिडेको त्यो? मान्छेले माटो छुँदैन नि, उसलाई माटोको माया पनि हुँदैन। त्यसले गर्दाखेरि मैले त यहाँनिर प्रचण्ड, केपी ओली, शेरबहादुर देउबा र के अरे राजेन्द्र लिङ्गदेनलाई पनि बोलाएको छु। आएको छैन, आउनुभयो भने म माटो दिइपठाउँछु। माटो दिन्छु कि ढुङ्गा आज म पहिलो पटक तमसोमा ज्योतिर्गमयमा सर्ट मात्रै लाएको छु। यो गर्मीका कारणले पनि हुनसक्छ, धरानका कारणले पनि हुनसक्छ, तर सबभन्दा ठुलो जो मान्छेसँग जसरी जुन भावभङ्गीमा संवाद गर्यो त्यसको संवादको त्यो निष्कर्ष झन् सरसपूर्ण हुन्छ भनेर तपाईँकै जस्तो पोसाक लाग्यो। कोट आज छैन मसँग। ठिक छ, चप्पल चाहिँ लाउनु भएको छैन। सरकारी गाडी भन्नुभयो, म आफै सरकार हो, स्थानीय सरकार प्रमुख। तपाईँ स्थानीय सरकारको प्रधानमन्त्री मैले भनि प्रधानमन्त्री भएर हुन्छ। समाजलाई विखण्डन गर्नुभयो, स्वतन्त्र समाजलाई कहाँ विखण्डन गरे? समाजमा तपाईँलाई भनौँ, अनुशासन, हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश, श्रम गरौँ सबै मिलेर बनाऊ यो देश भन्ने गीतको रचनाकार को? त्यो त राष्ट्रिय गीत हो, होइन? त्यसको रचनाकार म होइन।
मेरो अधिकार भित्र हितोगारी बोकेर जान पाइन्छ? जुन जनताले मलाई भोट दिएर विश्वास गरेर मलाई जिताउनु भयो नि उहाँहरूको लागि मैले गर्नुपर्छ, काम गर्नुपर्छ, आवाज उठाउनुपर्छ है। उहाँहरूको सेवा सुविधाको लागि ठुलो कुरा गर्ने तपाईँ भने सिंहदरबार भित्र जाने भने रित्तो गाग्री बोकेर जानु नहुने भनेर कहाँ लेखेको छ? र लाउरेहरूको सहर हो नि त होइन? लाउरेको सहर हो। तर त्यहाँ खोइ त पर्यटकहरू गएको मलाई बताउनुहोस् त। पर्यटकहरू नजानुको कारण त्यही त भनेको त, अर्को साम्पाङ आएको थिएन नि त। कसलाई भेट्न आउनु भयो ठ्याक्कै भन्नु? खानेपानी मन्त्री, अर्थमन्त्री र प्रधानमन्त्री। अर्थमन्त्रीलाई भेट्नुभयो? भेटेँ मैले। अर्थमन्त्री के भन्नुभयो विष्णु पौडेलले? हुन्छ गर्छौँ भन्नुभयो। बजेट दिनुहुन्छ अरे तपाईँलाई? दिन्छु भन्नुभयो। 5 अर्ब रुपियाँ माग्नु भएको छ होइन? मैले होइन, पब्लिकले मागेको, पब्लिकै पैसा हो फेरि, उहाँकोमै होइन। 4-5 राम्रो काम श्रम संस्कृतिबाटै हुन लाग्यो। श्रम संस्कृतिबाटै सुन्नु श्रम संस्कृतिबाटै श्रमदान गरेर मात्रै वर्ल्ड रेकर्ड राख्ने जनप्रतिनिधि हो म। नेपालमा कोही छ? चमत्कार भएको छ धरानमा? चमत्कार त हुँदैन, जे काम चाहिँ भइराखेको छ। स्थानीयहरूको हो म चाहिँ त्यो खालको छु होइन। अनि तपाईँको यहाँ चाहिँ अब सबै चाहिँ नि जिउ हजुरी गरोस्, मेरो ढोकामा आएर बसिरहोस्, यसो चाहिँ नि तेलसेल घसोस्, अब के थाहा, अब कमिसन पनि भन्ने सुन्छु म होइन। त्यो पनि हो कि बा होइन? होइन मागेको त छैन मलाई त के माग्न सक्थेँ? म लात्ताले दिइहाल्छु मुखैमा। सडकमा पिच गर्नुपर्ने छ, त्यो काम एउटै निकायले गर्छ। त्यहाँ किन रुखो हुनु पर्यो? राम्रो गर भन्नु परेन? पातलो लगाइदियो भने म त नापेर लिन्छु पिच रोड त आफै। त्यो भएन भने म तिमीहरूको भुक्तानी नै दिन्न भनिदिन्छु। अनि त्यो इन्जिनियरको काम के त? इन्जिनियरले सबैले त्यस्तो काम गरेको म जस्तो मान्छे आउनु पर्थ्यो र?